यो कार्यालयको समय भइसकेको हुनाले धेरै लामो समय लिन चाहन्न, किनभने अब कार्यालयमा उपस्थित हुन जानु पनि पर्छ। र अब यसमा मैले भन्नुपर्ने कुराहरू के छ भने, यो हाम्रो स्वामीजीले भन्नुभयो कि यो गुरुजीहरूले पनि भन्नुभयो, यो ध्यान भन्ने कुरा हाम्रो नेपाल, यसको उत्पत्ति स्थान चाहिँ नेपाल हो। नेपालले यो कुरामा चाहिँ हामीले गौरव गर्नुपर्छ र यसलाई चाहिँ हामीले संसारभर फैलाउनु पर्छ भन्ने कुरो गर्नुभयो र यसबाट चाहिँ नेपाललाई चाहिँ विश्व समक्ष परिचित गराउने यो एउटा ठुलो एउटा चाहिँ के भन्छ यो माध्यम बन्छ। र यसरी नेपाललाई परिचित गराउने मात्र होइन, नेपाललाई चाहिँ हामीले पर्यटकहरू धेरैभन्दा धेरै विदेशी पर्यटकहरू यो तपोभूमिमा भनौँ हाम्रो देशमा चाहिँ निमन्त्रणा गरेर नेपालमा पर्यटनको व्यवसाय पनि बढाउन सकिने चाहिँ एउटा ठुलो आधार बन्ने मैले देखेको छु। यो किन भन्दैछु भने विज्ञान, आधुनिक विज्ञान, खास गरी आधुनिक विज्ञान र प्रविधिको विकासको क्रममा हामी चाहिँ धेरै पछि पर्यौं। विज्ञान प्रविधिको विकास गर्न नसकेर हामीले चाहिँ सम्पूर्ण चिजहरू विदेशीमा चाहिँ भर पर्नुपर्ने भयो, विदेशबाट आयात गर्नुपर्ने भयो। अब विदेशमा बनेको चिजहरू नेपालमा आयात भइरहँदाखेरि हामीले हाम्रो अर्थतन्त्रलाई पनि बढाउन नसकिने भयो। त्यसैले यो जुन छ ध्यान योग भन्ने जुन हाम्रो यसको चाहिँ जन्मभूमि नेपाल छ, नेपालको अर्थतन्त्रलाई सुधार्नको लागि, सहयोग गर्नको लागि चाहिँ यसलाई चाहिँ पर्यटनको माध्यमबाट पनि यसबाट के अरे नेपाललाई अलिकति राम्रो आर्थिक रूपमा एउटा बलियो बनाउन सकिने एउटा देखेको छु। एउटा कुरो भयो, हामीले यसलाई चाहिँ एक किसिमले निर्यात गर्नु पर्यो, हाम्रो प्रडक्टलाई विदेशमा निर्यात गर्नु पर्यो। किनभने योभन्दा बाहेक अहिले हामीले विदेशमा निर्यात गर्ने प्रडक्ट खासै केही छैन, पहिलो कुरा। दोस्रो कुरा मैले के देखेको छु भने ध्यान गर्नु, योग गर्नु भनेको चाहिँ आफ्नो मनलाई शान्ति एकदमै शुद्ध गर्नु, मनलाई शुद्ध गर्नु पर्ने चाहिँ ठुलो आवश्यकता छ अहिलेको हाम्रो यो देशमा। किनभने मन शुद्ध भएन भने मनमा चाहिँ अनेकौं किसिमका लोभ, लालचा, घमण्ड, अब धेरै चिजहरू बढ्छ। अनि त्यो बढ्यो भनेदेखि भ्रष्टाचार चाहिँ मौलाउने एउटा राम्रो चाहिँ माध्यम बन्छ। जति पनि भ्रष्टाचारीहरू छन् भन्छौँ हामी, उनीहरूको मन भ्रष्ट छ, शुद्ध छैन, अनि उनीहरूमा घमण्डी छ, लोभ लालचा छ। त्यसैले यस्तो किसिमको लोभ लालचा, घमण्डीपना, भ्रष्टाचारीहरू जुन छ यसलाई हटाउनको लागि औषधि खुवाएर नहुने देखियो। त्यस्तो औषधि बनेको पनि छैन, हैन, बन्न पनि बन्ने छैन। तर त्यसको औषधिको रूपमा मैले के देखेछु भने यो योग, ध्यान, यो कुराहरूलाई चाहिँ हामीले हाम्रो समाजमा टोलमा यो कुराहरूलाई चाहिँ फैलाउन सकियो भने चाहिँ भ्रष्टाचार हट्ने सम्भावना चाहिँ ठुलो देखेको छु। र भ्रष्टाचारीहरूको मनलाई पनि, घमण्डीहरूको मनलाई पनि, लोभी पापीहरूको मनलाई पनि शुद्ध गर्ने एउटा चाहिँ माध्यमको रूपमा देखेको छु र यसको महत्त्व मैले त्यहाँ पनि देखेको छु। त्यसैले यो ध्यानलाई चाहिँ गाउँ-गाउँमा, टोलमा पुर्याउनको लागि सबैले चाहिँ प्रयास गरौँ। एउटा
र अर्को कुरो के अरे शिक्षा मन्त्रीको हैसियतले मैले चाहिँ हाम्रो मन्त्रालयमा कुराहरू भइरहेको छ यसको बारेमा र मागहरू पनि आइरहेको छ। यो योग ध्यान गर्ने कुराहरूलाई पनि विद्यालयमा पुर्याउनको लागि यसलाई चाहिँ अतिरिक्त क्रियाकलापको माध्यमबाट हरेक विद्यालयमा चाहिँ पुर्याउने गर्नको लागि चाहिँ मैले यो अतिरिक्त क्रिया अन्तर्गतको विभिन्न क्रियाकलापहरू मध्येमा यसलाई पनि राख्नको लागि मैले निर्देशन दिइसकेको छु। यो विषय भनेको चाहिँ पढाउने कुरो होइन, योग ध्यान भन्ने चिज स्कुलमा लगेर किताबमा पाठ्यक्रम विकास गरेर पढाउने कुरा होइन, यो चाहिँ गराउने कुरा हो भनेर त्यस किसिमले चाहिँ त्यस्तो किसिमको एउटा चाहिँ आधार, त्यस्तो किसिमको एउटा खाका तयार गर्नको लागि मैले हाम्रो मन्त्रालयमा चाहिँ निर्देशन पनि दिइसकेको छु। त्यही अनुसारको अतिरिक्त क्रियाकलापहरू बन्ने छन्, त्यसका चाहिँ कार्यविधिहरू बन्ने छन् र अनि विद्यालयमा खास गरी शुक्रबारको दिनलाई चाहिँ पढाउने होइन, यस्ता विभिन्न किसिमका अतिरिक्त क्रियाकलापहरू अन्तर्गत योग र ध्यानलाई पनि राख्नुपर्छ, गराउनुपर्छ र त्यसो गराउनको लागि शिक्षकहरूलाई तालिम पनि दिनुपर्छ भन्ने कुरा उठाएको छु र हाम्रा विभिन्न योग साधना केन्द्रका गुरुजीहरूले यो चाहिँ शिक्षकहरूलाई तालिम दिने काममा चाहिँ पक्कै पनि सहयोग गर्नुहुनेछ भन्ने कुरा चाहिँ म विश्वास गर्छु। यति भन्दै आज फेरि पनि आजको यो दिवसमा, यो ध्यान दिवसमा चाहिँ उपस्थित हुनुभएका सम्पूर्ण हाम्रा महानुभावहरूलाई म चाहिँ धन्यवाद दिँदै यो कार्यक्रम अन्त्य भएको घोषणा गर्न चाहन्छु। धन्यवाद।